कहिले सोच्नुभएको छ एउटा सिङ्गो देशले आफ्नो अर्बौं खर्बौं रुपैयाँ बराबरको सम्पत्तिको हिसाब किताब कसरी राख्छ होला? देशभरि छरिएर रहेका जग्गा, भवन, गाडीदेखि लिएर ससाना उपकरणसम्मको एउटै भरपर्दो रेकर्ड राख्न सम्भव छ त? महालेखा नियन्त्रक कार्यालयको भर्खरै प्रकाशित तथ्याङ्कमा आधारित यस विशेष प्रस्तुतिमा स्वागत छ। आज हामी नेपाल सरकारको सम्पत्तिको भित्री कथा र त्यसमा रहेका केही ठूला छिद्रहरूबारे खोतल्दैछौँ। यो विवरण जति विशाल छ नि त्यति नै अचम्म लाग्दो पनि छ, किनकि सरकारी खातामा जे देखिन्छ नि त्योभन्दा नदेखिएको हिस्सा अझै कैयौं गुणा ठूलो हुन सक्छ। ल सुरु गरौँ है त। ठिक छ, अब सोझै विषयवस्तुमा प्रवेश गरौँ। आजको हाम्रो यो विश्लेषणमा मुख्यतया यी 5वटा कुराहरू हुनेछन्। राष्ट्रिय सार्वजनिक सम्पत्तिको ट्र्याकिङ कसरी हुन्छ, यसको विशाल कुल मूल्याङ्कन कति छ, प्रदेश र स्थानीय तह बीचको तुलनात्मक अवस्था कस्तो छ, अनि त्यो हराएको पूर्वाधारको ठूलो रहस्य के हो, र अन्त्यमा यो समग्र प्रणालीलाई कसरी सुधार्न सकिन्छ भन्ने कुरा। पहिलो खण्डबाट सुरु गरौँ, राष्ट्रिय सार्वजनिक सम्पत्तिको ट्र्याकिङ, जसलाई हामी प्याम्स क्रान्ति पनि भन्न सक्छौँ। हेर्नुहोस्, कुनै पनि देशको कुन सम्पत्ति कहाँ छ र कस्तो अवस्थामा छ भनेर पत्ता लगाउनु एउटा सामान्य कागजी काम मात्र पक्कै होइन, यो त एउटा विशाल प्राविधिक अभियानै हो। अनि नेपालको सन्दर्भमा यो काम भइरहेको छ एउटा विशेष प्रणाली मार्फत, जसलाई प्याम्स अर्थात् सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली भनिन्छ। यो महालेखा नियन्त्रक कार्यालयले कार्यान्वयनमा ल्याएको एउटा यस्तो केन्द्रीकृत डिजिटल प्रणाली हो जसले सबै तहका सरकारी कार्यालयहरूको गैर वित्तीय सम्पत्तिको रेकर्ड राख्छ। अझ सजिलो भाषामा भन्दाखेरि नि यो भनेको नेपाल सरकारको राष्ट्रिय सम्पत्तिको एउटा विशाल डिजिटल खाता हो। र यो प्रणालीको विस्तार साँच्चीकै द्रुत गतिमा भइरहेको छ। तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष 2081-82 को असार मसान्तसम्म आइपुग्दा तीनै तहका सरकारका करिब 5479वटा सरकारी कार्यालयहरूले यो प्याम सफलतापूर्वक प्रयोग गरिरहेका छन्। सङ्घीय, प्रादेशिक र स्थानीय तहका यी हजारौं कार्यालयहरू यसरी एउटै नेटवर्कमा जोडिनु भनेको सार्वजनिक सम्पत्तिलाई पारदर्शी बनाउने दिशामा एउटा निकै ठूलो उपलब्धि हो। अब जाउँ दोस्रो खण्डमा, विशाल कुल मूल्याङ्कन। 5000 भन्दा बढी कार्यालयहरूले आफ्नो सम्पत्तिको विवरण यो प्रणालीमा दर्ता त गरे, तर कुल रकम चाहिँ कति पुग्यो होला त? अनुमान लगाउन सक्नुहुन्छ? यसको उत्तर एकदमै रोमाञ्चक छ। अङ्कमै भन्नुपर्दा यो रकम हो 5,69,97,97 करोड रुपियाँभन्दा बढी हो। लगभग 5.7 खर्ब रुपियाँ बराबरको सम्पत्ति आधिकारिक रूपमा यो प्रणालीमा रेकर्ड भइसकेको छ। यो अङ्कले नेपाल सरकारको हालसम्म प्रणालीमा दर्ता भएको राष्ट्रिय सम्पत्तिको आधारभूत मूल्याङ्कनलाई प्रष्ट पार्छ। सुन्दैखेरि टाउको दुख्ने जस्तो यो विशाल अङ्कले देशको सम्पत्तिको एउटा गजबको तस्विर हाम्रो सामु राख्छ। तर यहाँनिर साँच्चीकै चाखलाग्दो कुरा के छ भने नि, यो 5,69,00,00,000 रुपियाँ आखिर कुन रूपमा छ त? ध्यान दिएर हेर्ने हो भने यो विशाल मूल्याङ्कनको अधिकांश हिस्सा हाम्रा दैनिक सञ्चालनमा आउने वस्तुहरू जस्तै सवारी साधन, मेसिनरी, कम्प्युटर र फर्निचर जस्ता उपकरणहरूले ओगटेको छ। जग्गा र भवनको तुलनामा मेसिनरी र उपकरणको रेकर्ड यसमा निकै उच्च देखिन्छ। अब स्वामित्वको कुरा गरौँ। कसको भागमा कति छ त? रेकर्ड गरिएको यो कुल सम्पत्तिमध्ये झण्डै 83.31% हिस्सा त सिधै सङ्घीय सरकारकै नाममा छ। यसको सिधा अर्थ के हो भने प्रणालीमा दर्ता भएको अधिकांश सम्पत्ति अहिले पनि केन्द्र सरकारकै नियन्त्रण र स्वामित्वमा सीमित छ। सङ्घीय सरकारको एकाधिकार त हामीले भर्खरै देखिहाल्यौँ, तर अब तेस्रो खण्डमा प्रवेश गरौँ र प्रदेश अनि स्थानीय तह बीचको तुलनालाई हेरौँ। यसले सम्पत्ति वितरण र विकेन्द्रीकरणको एउटा बेग्लै कथा बोल्छ। यहाँनिर तुलनात्मक अवस्था निकै रमाइलो छ। एकातिर हाम्रा 7वटै प्रदेश सरकारहरूको कुल रेकर्ड गरिएको सम्पत्ति करिब 39,91 करोड रुपियाँ छ, तर अर्कोतिर 753 स्थानीय तहहरूको कुल सम्पत्ति चाहिँ 55,20 करोड रुपियाँ पुगेको छ। यसले के देखाउँछ भने प्रदेशहरूको तुलनामा हाम्रो स्थानीय सरकारहरूसँग रेकर्ड गरिएको सम्पत्तिको भण्डार निकै ठूलो छ। अझै यो सम्पत्तिको वितरण प्रदेशहरू बीचमा पनि कति असमान छ भन्ने कुरा यहाँ छर्लङ्ग हुन्छ। उदाहरणका लागि बागमती प्रदेशसँग करिब 7,91 करोडको सम्पत्ति छ भने कर्णाली प्रदेशसँग जम्मा 5 अर्बको मात्र रेकर्ड छ। एकातिर प्रदेशहरू भित्रै यस्तो ठूलो भिन्नता छ, अनि अर्कोतिर स्थानीय तहहरूको संयुक्त सम्पत्तिले समग्र प्रदेशहरूलाई नै सजिलै उछिनेको छ। ल, अहिलेसम्म त हामीले खातामा रेकर्ड भएका विशाल अङ्कहरूको मात्रै चर्चा गर्यौं, तर मुख्य ट्विस्ट त अब पो सुरु हुन्छ।
खण्ड 4 हराएको पूर्वाधारको रहस्य। हेर्नुहोस्, प्रणालीमा जे छ त्यो त छँदैछ, तर जे छैन नि त्यसले एउटा ज्यादै ठूलो रहस्य बोकेको छ। अघि हामीले चर्चा गरेको त्यो 5.7 खर्बको अङ्क वास्तवमा एउटा आइसबर्गको टुप्पो मात्रै हो। पानीमुनि लुकिएको त्यो विशाल बरफको ढिक्का जस्तै देशका सबैभन्दा महँगा र महत्त्वपूर्ण भौतिक संरचनाहरू, जस्तै हजारौं किलोमिटर सडक, ठुल्ठुला पुलहरू, खानेपानीका आयोजनाहरू र सिँचाइका विशाल संरचनाहरू यो खाताबाट पूर्ण रूपमा गायब छन्। राज्यको खर्बौं लगानी भएका यी संरचनाहरू पाम्स प्रणालीमा अझैसम्म रेकर्डै भएका छैनन्। अब तपाईलाई लाग्ला यति ठूला र महत्त्वपूर्ण सम्पत्तिहरू किन रेकर्ड बाहिर छन् त? मुख्य कारणहरू यस्ता छन्। सरकारी कार्यालयहरूमा नियमित कर्मचारीको अभाव, विगतका रेकर्डिङ त्रुटिहरू र एउटा स्पष्ट सम्पत्ति मूल्याङ्कन नीतिको अभाव। तर अझ अचम्मको कुरा सुन्नुहुन्छ, कतिपय कार्यालयहरूले मूल्य नखुलेका ठूला सम्पत्तिहरूलाई प्रणालीमा दर्ता गर्दा स्वेच्छाचारी रूपमा जम्मा ₹1 मूल्य राखेर प्रविष्ट गरेका छन्। एउटा सिङ्गो पक्की पुल वा राजमार्गको मूल्य ₹1 रेकर्ड हुनुले हाम्रो यो प्रणालीमा कति ठूलो खाडल छ भन्ने कुरालाई छर्लङ्ग पार्छ। पक्कै पनि यो एउटा निकै ठूलो कमजोरी हो, तर निराश भइहाल्नुपर्ने अवस्था छैन, किनकि समाधानका बाटाहरू पनि तय भइसकेका छन्। अब अन्तिम खण्डमा अगाडिको बाटोतर्फ लागौं, जहाँ हामी प्रणालीको सुधारबारे कुरा गर्नेछौँ। यो त्रुटिलाई सच्याउन केही महत्त्वपूर्ण कदमहरू धमाधम चालिँदैछन्। पहिलो कुरा, अन्तर्राष्ट्रिय मुद्रा कोष अर्थात् IMF को सरकारी वित्तीय तथ्याङ्क मापदण्डसँग मेल खाने गरी हाम्रो प्रणालीलाई अध्यावधिक गरिँदैछ। दोस्रो, चार्ट अफ अकाउन्ट्सको 5औं संशोधन लागू भइसकेको छ, जसले सम्पत्तिको वर्गीकरणलाई अझै स्पष्ट पार्न नयाँ रिपोर्टिङ फारमहरू ल्याएको छ। र तेस्रो, आगामी आर्थिक वर्षहरूमा सबै सम्पत्तिको वास्तविक मूल्य रेकर्ड गर्न सक्ने गरी PAMS को निरन्तर स्तरोन्नति हुँदैछ। यसले भविष्यमा हाम्रा भौतिक पूर्वाधारहरूको सही मूल्याङ्कन गर्न एउटा एकदमै बलियो आधार तयार पार्नेछ। र यसले हामीलाई एउटा गम्भीर तर निकै चाखलाग्दो मोडमा ल्याइ पुर्याउँछ। आज रेकर्ड भएको झण्डै 5.7 खर्ब रुपियाँले राष्ट्रिय सम्पत्तिको एउटा सानो अंश अर्थात् आइसबर्गको टुप्पो मात्र देखाउँछ। एकछिन कल्पना गर्नुस् त, जब हाम्रा हजारौं किलोमिटर लामा सडक सञ्जाल, ती विशाल पुलहरू, राष्ट्रिय वन र ठूला जलविद्युत तथा खानेपानी आयोजनाहरू सही मूल्याङ्कनका साथ यो खातामा जोडिनेछन्, तब यो देशको वास्तविक सम्पत्ति कति खर्ब वा भनौँ कति शङ्ख पुग्ला? यो एउटा यस्तो प्रश्न हो जसको उत्तरले आगामी दिनहरूमा हाम्रो राष्ट्रिय सम्पत्तिको परिभाषा नै बदल्नेछ। स्रोत सामग्रीमा आधारित आजको यो विश्लेषणबाट बिदा लिने बेला भएको छ। हामी फेरि यस्तै गहिरो विश्लेषणका साथ उपस्थित हुनेछौँ।